सक्दैन नि अनि फेरि अनि ऐसा मत करो मेरी जान। म त सोधे खक्र पारेर चलाउने होला भने त दोहोऱ्याउनु पो रहेछ यार। नाप चाहिँ यो चोटिको भोट चाहिँ हजुरलाई नि दिन्छ है, ठिक छ? अस्ति म यहाँ आइरहेको थियो होइन, त्यहाँ एउटा लोकल मान्छे बसिरहेको थियो क्या। बसिरहेको के भन्छ भने जेसीबी क्यों नहीं चला भाई, जाऊ जेसीबी चला। त जेसी चलाउनु मान्छे चाहिँ होइन फेरि। होइन मेरो दोस्तलाई कस्तो ह्यान्डसम दे फेरि उता फेरि हेर्नु त्यहाँ उता नसुहाउने मान्छे त पारा दिन्छ फेरि चस्मा लाउनु पनि यता उता लगाएर हिँड्दिने क्या फेरि दोस्त धेरै नभएर गुम्केला फेरि पछाडिबाट दोष गुम्क्यो भने तिमी प्लास्टिक ल्याएर थाप्दैन त क्या दिने कि फेरि के घोडा नचढ्दै अब मिलेगा ना वो चढ़ने के लिए ना, फुट कितना है इसका? 300 कितना राउंड? कितना राउंड का? 300 बोल रहा है इसका। अरे ऊँट अरे राम बस खतरा रहेछ है, यसको अनुहार त अर्कै हुँदो रहेछ त। निन्द्रा लागेछ बिचरालाई। हाई 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 सवार गर्ने गाइज 300 रुपिस लाग्छ अरे। यदि चाहिँ फिलहाल ए थुकिदिन्छ यार यसले त, थुक्छ नि यार। त्यही एउटा भिडियो हेरेको छैन, भाइरल भिडियो छ क्या एउटा, फु गरेर फुकिदिन्छ म। BMW हो यार, यता ओ खो अरे के भन्छ। किधर से जाएगा ये? वही सब तो लगते यार। कितना बड़ा है ये? पूरा लास्ट कोने तक है ना, वो देख रहे हैं अभी। को चढ्ने हो पहिला? इधर तक इतना तक है सिर्फ इतना मार्केट तो ज्यादा हो ना। टिकट लेकर यता बार्गेनिङ गर्छ। टिकट कहाँ? उधर जाके टिकट लेके आके इधर चढना। वाह बोला रहा मलाई चढ भने हाल्ला त्यसले। हजुर बोलिरहेछ आदमी को नहीं मारेगा। नहीं कुछ नहीं कर। इसका नाम हीरो। हीरो हीरो है भैया इसका नाम? ए हीरो ए कार है बोल रहा है। ओ माय गॉड, म त लाइभमा मतलब नजिकैबाट हेरेँ चाहिँ यही हो यार। हजुर तिमी चढेको थियौ दोस्त पहिला? पहिला चढे कहाँ? त्यो ट्रेनिङ गर्दाखेरि। ट्रेनिङमा चढ्नुपर्छ? कुनमा चढाएको थियो त्यो एनसीसी ट्रेनिङ गर्दा। यस्तै एक राउन्ड हानाइदिएको थियो हाम्रो। एक राउन्डको कति रे दोस्त? 300 ना 300। घोडा चाहिँ दामी छ है, सफेद। दाजु घोडा त खतरा छ त हौ। हिरो रे यसको नाम। मिल्छ? यसको नाम हिरो रे। हिरोले हिरोइन खोज्दैछ उ हिरो नि होला नि यो। बे लड्का कि लड्की? लड्का कि लड्की सोध्दैछ। अय्यो के देखेर दाइ? हिरो रहेछ कि हिरोइन रहेछ? हिरो रहेछ। हिरो 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 तेरो सबै कहाँ छ? नहीं म चाहिँ चढ्दिन यार। ओ राजु भाइ सुरु गर न। ल चर्कन्छ गर न। ल वो खेलेगा ल कसमा ल ल कति दिन में मैं वीडियो बनाइन्छ। एक्सीलेटर है ये, एक्सीलेटर बाइक के जैसा है ना। ये ब्रेक है।
लड आउलास् नि फेरि दोनों ब्रेक हाँ दोनों ब्रेक है, ये आगे का ब्रेक है, ये पीछे का, ये ब्रेक जरूर है, वो ब्रेक छोड़ दो, ये एक्सीलरेटर है। ए लड आउलास् नि फेरि है ना स्कूटी का जैसा ये स्कूटी का गियर डाल के रहते हैं। ल ल ल स्टार्ट गर लगान त ल स्टार्ट हाँ चलो ओइ ब्रेक लिगा ना ब्रेक लिएर दबाऊ न नहीं कुछ नहीं दबाऊ हाँ एक्सीलरेटर कर दो। ए अगाडि मान्छे छ है याद गर पेट्रोल खाली हो गया क्या भाई पेट्रोल नहीं है ए भाई उसको उधर ले जा दाई मलाई चाहिँ नान्नु है ल जानु दाई जानु दाईको पालो अब ए दाई जानु झन्डै हान्ने आएर मलाई राम्रै चलाउने यार बुढा कहाँ हाल्यो यार झन्डै ठोक्रे यार पक्नु वा पछाडि तान्छु है पछाडि तान्छु म ओके लेट्स गो ए दाइ बुढा है झन्डै हान्ने यार कहाँ यार उता लगेको थियो यार मार्छ त यार बिस्तारै जाउँ के गर्ने थैट जा यार ओ त्यसको मुटु झन्नै बाहिर निस्क्यो यार चलाने के लिए अभी उसको बैलेंस नहीं मिल रहा है, वो बैलेंस मिलता था क्या हुआ ओह चेन निकल गया इसलिए ಏನಾಯ್ತು ನಿನ್ನ ಹೆಸರೇನು ಊಟ ಆಯ್ತಾ ಚೆನ್ನಾಗಿದೆಯಾ कैसे है ठीक है यही ना भैया वो कुछ वो हो रहा है तो छोड़ दो ठीक है नहीं, वो तकलीफ मत मारो हो गयो साथीहरू यहाँ क्यामेल छ दाइ त्यहाँ छ अब यहाँ म यहाँ माथि चढेको छु मलाई हान्दिने है क्या दाइले त्यस्तो लागिरहेको छ दादा अलि ए दाइ यता त्यहाँ नल्याउनु न अलि उता लानु क्यामेललाई चाहिँ नहान्नु नि फेरि गुड
अफ गर्छ त यो चाहिँ फेरि यसको मुख हेर्नु होला केटा हो साथीहरू अलमोस्ट 10 मिनटमा चाहिँ गाइस कति 400 रुपियाँ लग्यो 400 भनेको नेपाली कति हुन्छ 640 समथिङ त्यस्तै हुन्छ अब घोडा चढ्ने पाला आइसकेको छ साथीहरू हेर्नु न हामी घोडा चढ्दैछौँ ओ केटा हो म चढ्छु घोडा पहिला है भैया मैं चढूंगा पहले आऊ न यहाँ राजन यहाँ से जाना ऐसे ही करके यहाँ गरेर टक 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 जाने हो ल कान्छा ए नहीं मरता ना भैया कुछ नहीं करता ना भिडियो छ होइन अनै छ नि चस्मा माग्नु है ब्रो समारे पो हिँड्ने अगाडि जाऊ म त सोधे खक्रो पारेर चलाउने होला भने त दोहोऱ्याउने पो रहेछ यार बिचरा जनावर माथि बसेर त पाप हुन्छ हुन चाहिँ है गाइस तर पनि सकिङ अब घोडा त बनाकै अब तर पनि मैले सोचिरहेको थिएँ अब खक्रो पारेर जाउँ भनेको मजा आउँदो रहेछ यार हात्तीमा चढाएको थिएँ म एकचोटि यहाँ समाउनु पर्दो रहेछ यस्तै खास गरी मैले एउटा हातले मोबाइल समाउँछु त्यही भएर न त दुईटा हातले यहाँ समाएर यसलाई ऊ भन्छ नि के अरे यो के भन्छ यो डोरी होइन डोरी गर्नुपर्छ समाउनुपर्छ गाइस हाई कमेल हे यसको त भुडी कराइरहेछ साथीहरू भोक लागेछ क्या भैया इसका पैर में कुछ फंस गया भैया भैया इसका पैर में कुछ फंस गया है देखो पैर में कुछ फंस गया है इसका पाल्ती रहेछ नि यसको पैरमा के उ भइरहेछ अट्याक गरिरहेछ यो फोनमा बिजी छ म त खतरा खटक पारेर चलाउँ भने त छोड दू थैंक यू भाई थैंक यू फोटो मारने के लिए नहीं होगा कहाँ चढेर म त चढ्दैन घोडा छोडा त डुडाएर मात्र कस्तो आँखा हेर न दोष यसको हिरो ए हिरो हजुर ए ल ल ल सर चुनाव चाहिँ यो चोटिको भोट चाहिँ हजुरलाई नि दिन्छु है ओके ओके ठिक छ बिचरालाई भोग लागेको जस्तो भुँडी कर गरेको छ यार यसको रिसायो क्या हो यार यस्तो हेरेको त साथीहरू यो चाहिँ सफेद घोडा है हामीले फिल्महरूमा देख्छ कर गरेर आउने त्यस्तै टाइपको छ घोडा चाहिँ त्यसलाई भोक लागेको छ यार खाना नि दिन्न क्या हो ठिक छ दोस्त हाउ द एक्सपिरियन्स कस्तो छ दामी यसको खुट्टा बिचरा ओहो यसको खुट्टामा छ नि ऊ साथीहरू हेर्नु न ऊ त्यो मैले अघि नै भनेको त्यो भैयालाई यस्तो भएको छ है भनेर हेर्नुहोस् है म देखाउँछु हजुरहरूले ऊ देख्नु भने हजुरहरूले दाहिने खुट्टा हो निस्किनु लागेको छ अहिले बल्ल छिटेको चाहिँ
छोडिदियो केटा बिचरा यार फोटो मार्न ऐसे मारेंगे छोडिए ऐसे मारेंगे ऊपर नहीं चढ़ेगा रस्सी दीजिए तो चढेगा अमृत फेंक दिया वो यशस्वी लोग हैं हमारे पास कितने विचार रखते हैं ए पिटेर मौत गर्नुको छोडेर कस्तो पागल यसलाई नि त्यस्तै गरेर हान्नु मुत्ने बेला अमृत चाहिँ बियर हो क्या अघि भर्खर सबै घोडाको त्यो हामीले खान्छ नि बियर भन्छ नि त्यो घोडाको मुत भनेर त्यही बियर बियर यसको मुत्रे कसले भने मैले हो त के भन्छस् अर्को बियर त्यो सिसाको बोतलमा पाउँछ नि त त्यो भन्दा नि एकदम ओरिजिनल बियर चाहिँ यो अच्छा खान्छौ दोस्त एक बोतल मात्रै यसले खाने भनेको घोडाले खाने के हो चना होइन चनाहरू के खान्छ यसले होइन अनि त्यही अमृत अब मिसेर यो चाहिँ यसको मुत भने चाहिँ एनर्जी हो दोस्त त्यो भरे बेका अब यसले खाने भयो नि त अनि त्यहाँ पालेपछि त त्यसले खान पाएन त्यही भएर अब त्यो चक्कर झार्छ अनि म चाहिँ यसो गरेर मोदी साहब से गुजारिश करता हूँ पुरै आफ्नै टेन्सनमा छ यो केटा कस्तो हेप्दो रहेछ यार जनावरलाई यार हिरो ए भयो छोड्दिन त चढ्न के चढ्ने भने ए नाटक नपारे मुला नचल्ने के दामी छ नि मौसम गाइस आज दुबईको मौसम चाहिँ एकदम फाइन छ हैन बेंगलोरमा बसेर दुबई भन्नु दिएछ अब दुबईको बेंगलोर ओहो एक्वारियम बनिरहेछ हैन यहाँ माछा छैन दोस्त उतै पल्लोमा माछा छ ओ यसको पुच्छर कस्तो यार दोस्त हेर त दोस्त वाउ यता चाहिँ माछा दामी रहेछ एक्वारियम ओ नाइस तर यो त खै स्याडो आइरहेछ यार पोखरीमा छ त माछा त कति धेरै रहेछ के खान दिन्छ भनेर त्यो आइरहेछ है एकै ठाउँमा बसे यहाँ त पुरा दामी मिजु पुरै खियाल आएर ए पेडलवाला हो यस्ता के रिपेयर होला हौ मिजु दाजु मान्छे मार्छ यसले त यहाँ उसमा एउटा स्टेलर क्याफे भन्ने छ स्टेलर 23 मेनु छ अब यहाँ घुमेर चाहिँ टक्क भोक लागेपछि चाहिँ टक्क यहाँ आउने खाने मस्त हुन्छ गाइस बुद्ध वाज बर्न इन नेपाल बट यहाँ रेस्टुरेन्टमा क्याफेमा राखिरहेछ ठिक छ दामी छ है आएको छ हस्की ए कुकुर होइन र भने कुकुरको नाम ऊ हो हस्की हो के यसको नाम कहाँ ल्याएछ खै ब्रिड ओ त्यो हो हस्की रे गाई त्यो त्यसको आँखा हेर्नु ए दोस्त नजाऊ नजिक रोक्ला हो आँखा देखा त देखो इधर देखो चार्ले ओ माय गॉड आँखा हेर न दोस्त त्यतिकै राख यसको आँखा हेर्नु है साथीहरू मजाले आँखा यता समाइदियो त छोडिदियो त ओ माय गॉड आँखा ल केटा हो यहाँ जिप लाइनिङ कहाँ छ यहाँबाट कहाँ जाने त्यही बसेर म सोधिरहेको छु कस्तो पागल होलामा इम्लिनी रहेछ गाइस मैले देखेको त अघि तर यो मैले नोटिस गरेन राम्ररी इम्लिनी छ ओ माई गड यो हेर्नु साथीहरू टक्कैसम्म बानेछ डोरी अब यहाँबाट उ गर्ने सर पानीको धुममा यस्तै छ नै धुम फिल्ममा बाइक उडाउँछ नि यो चाहिँ यसको चाहिँ ऊ यस्तो हुँदो रहेछ है साथीहरू है म देखाउँछु अब होइन यहाँ ऊ छ
अब यसको चाहिँ पर्व छ होइन, चाहिँ ट्याक्क गएर यहाँ बस्ने भयो। बसिसकेपछि चाहिँ अब के छ अरू यसको खासियत? अरू त केही छैन यार। यो टुट्या रहेछ, घन्टी नि टुट्या रहेछ होइन। अनि यसरी चाहिँ गुड्छ यो सर। पार्कमा चाहिँ कस्तो दामी रुख पनि देखेँ है। वाह, पानी परे गाइस, हामी चाहिँ अब घर जानुपर्छ। यहाँ चाहिँ अब बुढाबुढी आउँदा चाहिँ, नत्र गर्लफ्रेन्ड बोयफ्रेन्ड आउँदा चाहिँ, यसो साथीहरू आउँदा चाहिँ धेरै राम्रो। एक्लै आउँदा चाहिँ अलिकति मजा हुन्न जस्तो लाग्यो मलाई। प्रोफाइल नहाले धेरै दिन भएको थियो। अब दामी दामी आइफोन 15 प्रो म्याक्स 15 नै यार, यो सरी 16 प्रो म्याक्सबाट खिचेको फोटोहरूले दामी दामी केटी पटिने भने यति केटी पटाउनुको लागि भयो। अनि अस्ति रिल्स हाले होइन त मैले, दाइको गर्लफ्रेन्ड भगाइदिन्छु बालै भएन। दाइ यो विषयमा के भन्न चाहनुहुन्छ? त चाहिँ के भन्छस् त यो विषयमा? ल गम्भीर विषयमा। कस्तो गम्भीर विषय? दाइको गर्लफ्रेन्ड भगाइदिन्छु बालै भएन त्यो विषयमा। ए अनि त भाउजू भयो त नि यार। भइसकेको त छैन नि, भइसकेको छैन नि त। कुरो त त्यो हो नि त। अब भएको भए एउटा कुरो होइन, अब नभएपछि त अब अनि जसको उसको भक्ति हो नि। दाइको गर्लफ्रेन्ड भगाइदिन्छु बालै भएन। किपर भएको पोस्टमा जो नि बोलाएको छ नि, किपर नभएको पोस्टमा, किपर भएको पोस्टमा अब लिएर हिँड्नु सक्नु पर्यो त। दाइ पुरा उ भइदा छ। यही विषयमा एउटा छलफल गर्नु बैठक हुँदैछ। विषयमा अब हजुरहरू यहाँ बस्छौँ होइन, चिया कफी मगाउँ, यही विषयमा एउटा छलफल गरौँला। टुङ्गा लगाइहालौँ होइन। यो विषय कस्तो ल है, धेरै राम्रो ठाउँ छ गाइज। वाउ, इट्स लुक्स सो प्रिटी म्यान, इट्स ब्युटिफुल। हेर न दोस्त, ओइ यतिको भाइ थ्याङ्क्स फर वाचिङ गाइज। हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई। हजुर हामी चाहिँ अहिले फिलहाल चाहिँ बेङ्गलोरमा छौँ, बेङ्गलोरको यो सर्जापुरा ठाउँमा। अब हजुरहरूलाई हामीले यो देखाइहाल्यौँ। अब अर्को भिडियोमा हजुरहरूलाई यो हुँदा फेरि पनि योभन्दा पनि राम्रो भिडियो लिएर आउने बाचाका साथ आजको भिडियोलाई चाहिँ एन्ड गर्न चाहन्छौँ। बाई बाई।